हामीले सङ्घर्षमा फेरि उठ्ने बेला भयो। किनभने कुनै विकल्प नदिइकन चाहिँ अब चुनावबाट चुनाव र हुँदाहुँदै विदेशीहरूको इसारामा चाहिँ सरकार बन्ने र उनीहरूको हितमा उसले काम गर्ने, यो बिचमा चाहिँ यति अन्तर्घात, यो चाहिँ जनतामाथि यति विश्वासघात भएको छ। त्यो विश्वासघातको सङ्ख्या अझ बढाउँदै जाने र अनि त्यो चुनावलाई नै सबैभन्दा ठुलो उपलब्धि भनेर प्रचार गर्ने र जनता जुन ठग्ने काम भएको छ त्यसलाई बन्द गर्न, त्यसलाई अन्त्य गर्न र राष्ट्र र जनतालाई के आवश्यकता छ, हाम्रो राष्ट्रिय स्वाधीनता चाहिँ कहाँनिर चाहिँ विदेशीहरूले हस्तक्षेप गरेको छ त्यो कुरालाई बुझेर त्यसको लागि चाहिँ तयारी गरेर चाहिँ दबाब हामी सिर्जना गर्छौँ। र दबाब मात्रै होइन, हामीले प्रतिक्रिया मात्रै दिन खोजेको होइन। अहिले हामी प्रतिक्रिया मात्रै दिने होइन र बहिष्कार आन्दोलन अब आजैबाट सुरु भयो। तपाईँहरूको चाहिँ पत्रिकाको माध्यमबाट आज उद्घोष हामी गर्न चाहन्छौँ कि अब हामी बहिष्कारमा लाग्यौँ, हाम्रो पार्टी अब बहिष्कारमा लाग्यो र आम जनताहरू जो चाहिँ यही चुनावको भ्रममा चाहिँ एउटा प्रायोजित सरकारद्वारा हुन आँटेको निर्वाचनमा भ्रममा नपरेर अब बहिष्कार आन्दोलनमा चाहिँ सहयोग गर्न र ठिकै भनेका चाहिँ जेनजीका केही साथीहरूले चाहिँ के कुराहरू उठाउनु भएको छ भने हामीलाई चाहिएको चुनाव होइन भन्ने उहाँहरूको भनाइ ठिक छ। हामीले चुनाव माग गरेकै थिएनौँ, कसको निम्ति ल्याइदिएको चुनाव भनेर आज जेनजीले नै भनिरहेको छ र हामी क्रान्तिकारी शक्तिहरूलाई यो चुनावले चाहिँ सन्तुष्ट गराउन सक्दैन, यो चुनाव ठिक छैन। त्यस कारण यो चुनावको बहिष्कार गर्दै अब चाहिँ नयाँ विकल्प चाहिँ नि खडा गरेर अन्तरिम स्वाधीन चाहिँ संयुक्त सरकार निर्माण गर्दै त्यसद्वारा आयोजित अनि त्यहाँबाट संयुक्त मोर्चा र चाहिँ सबै दलहरूलाई चाहिँ बोलाएर कुन प्रकारको व्यवस्था चाहिन्छ त्यो बारेमा छलफल गर्न हामी चाहिँ अनुरोध गर्न चाहन्छौँ र सबै चाहिँ क्रान्तिकारीहरूलाई हाम्रो पार्टीको ब्यानरमा र हामीसँग सहयोग गरेर हाम्रै ब्यानरमा हाम्रै पार्टीमा आएर मात्रै क्रान्ति गर्नुपर्छ भन्ने हाम्रो त्यस्तो सबैलाई दबाब दिन हामी खोजेको होइनौँ र हामीले अपिल गरेका हौँ र समान विचार राख्ने, मुख्य विषयहरूमा समान विचार राख्ने जति पनि क्रान्तिकारी शक्तिहरू हुनुहुन्छ आउनुहोस्, हामी चाहिँ खुलैयाम अपिल गर्छौँ। हामी सबै भएर अब वास्तविक परिवर्तन ल्याउँ यो देशमा र नेपालमा नयाँ जनवादी क्रान्ति सफल गर्दै त्यहाँबाट त्यो कुरो पार गर्दै वैज्ञानिक समाजवादको व्यवस्था ल्याउनको निम्ति हाम्रो पार्टी प्रतिबद्ध छ र त्यो पार्टी अगाडि बढ्छ र त्यसलाई हासिल गर्नको निम्ति जुन विकल्पको सरकार निर्माण गर्नको निम्ति पनि पहिलेदेखि नै त्यो एजेन्डालाई राखेर हामी अगाडि बढ्छौँ र हामीले चाहिँ यही बैठकमै हामीले चाहिँ अब यो सङ्घर्षको शङ्खघोष चाहिँ यसलाई ठानौँ, यो ऐतिहासिक बैठकबाट गरेको निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा र यही कुराहरू पत्रकार साथीहरूसँग राख्दै मिडियाले हामीलाई चाहिँ आमूल परिवर्तन गर्ने एजेन्डामा हिँडेको पार्टीलाई चाहिँ मिडिया साथीहरूले चाहिँ सहयोग पुर्याउनु हुनेछ र तपाईँहरू पनि जनताका विचारहरूलाई जनताकै बिचमा पुर्याउने चाहिँ काममा सहयोग यहाँहरूबाट हामीले अपेक्षा गरेका छौँ।